शरीरतिर हैन अब धर्मको बारेमा चाहिँ अब यस्तो भइरहेको छ हैन जो नलेज छ त्यस्तो मान्छेले न्यु फुट्ने बाटो चाहिँ गर्दैन मेलमिलापत्ति जान्छ अब हाम्रो सरकारले नि हेर्नु पर्यो कि सरकारले मान्छे त आखिर एउटै हो नि हैन धर्म अब जे यस्तो भयो मलाई त अहिले चाहिँ पहिले चाहिँ बार्ले सरकार आउँदा चाहिँ ठिक लाग्थ्यो अहिले त मलाई खै के छाँटघाँट केही देखिन क्या मैले अब नेताहरूलाई पक्रेको छ छोडिदिएको छ एउटालाई पक्रेको छ एक दिनमा छोडिदिएको छ अर्कोलाई पक्रेको छोडिदिएको छ एटलिस्ट पक्रेर उनीहरूको सम्पत्तिहरूलाई सबै छानबिन गरेर त्यो सम्पत्ति सबै राष्ट्रको नाममा गरेर गरिब दुखीहरूलाई दिएर या कुनै कल कारखाना हुन्छ उद्योग धन्दा हुन्छ खोल्नु पऱ्यो नि त यार खालि समाते जस्तो गर्ने तँलाई म पिटे जस्तो गर्छु भने ताइया गर भन्ने जस्तो भयो क्या कुरा बुझ्नु भने खालि थुन्ने मात्र जनताको आँखामा छारो मात्र हालेको छ त्यो मान्छे समातिसकेपछि त्यसको सम्पत्ति त छानबिन गरेर राष्ट्रको नाममा गर्नु पऱ्यो नि त अनि त्यही पैसाले त अनि उद्योग धन्दाहरू खोल्नु पऱ्यो होइन कल कारखाना खोल्नु पऱ्यो खोइ खालि समाते छु भन्ने अनि छोडिदिने मैले ठिक त गलत त भन्नु नि है तपाईहरुले मैले गलत भने अनि गलत एकदम सही कुरा भयो तपाईको कमेन्ट एसएमएस यसो छोड्दिनु होला हैन तर अहिले यो हालत देख्दाखेरि धेरै दुःख लाग्छ के अब राजनीति त्यहाँ आउँदैन त्यति राजनीति त्यस्तो आउँदैन अब हामीलाई मनमा लागेको कुरा भन्नु आफ्नो देशको देख्दाखेरि चाहिँ अब देख्दाखेरि अलि मन के तर मलाई चाहिँ यो होइन बार्लिनले चाहिँ के गर्छ तर सिम्पटम्सहरू देखेन कि गर्न लागेको भन्ने थियो अब 10% जति चाहिँ बार्लिनको विरोध भइसक्यो है 10% बार्लिनको विरोध भइसक्यो अब उसले चाहिँ कसरी अब रिकभर गर्ने हो के गर्ने हो अब सोचेर चल्नु पऱ्यो कोही भन्छ अमेरिकाले भन्छ कोही भन्छ कसले भन्छ कोही भन्छ कसले गरे भन्छ है केही थाहा भएन हामीलाई ल राम्रोसँग बनाउने जय नेपाल।